साथीहरू, आजको दिन मेरो दिनभरिको दिनचर्या चाहिँ आज कसरी बित्यो साथीहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। कौवा चाहिँ यति धेरै म खनेको ठाउँमा आएको थियो क्या। म चाहिँ खनिसक्नु आँटिसकेको छु। अनि खनिसकेपछि हेर्नु यहाँ कौवाहरू है यति धेरै जुझेर आएको छ किरा खानुको लागि। साथीहरू देख्नुभयो। अनि म तपाईँहरूलाई मेरो करेसाबारी अनि देखाउँछु है साथीहरू। मेरो करेसाबारीमा चाहिँ के फलेको छ सो तपाईँहरूले हेर्नु ल। साथीहरू यो चाहिँ खुर्सानी फलेको छ अनि एकदमै धेरै स्वादिष्ट यो खुर्सानी चाहिँ। तर मैले यो गुड्नु चाहिँ अलिक पाएको छैन साथीहरू। गुड्नु नपाएको कारणले गर्दा यहीँ टमाटरहरू पनि यस्तो भइसकेछ। होस् खुर्सानी चाहिँ साह्रै राम्रो फलेको छ है साथीहरू। अनि चिप्ले भेन्डी पनि यसरी फलिराखेको छ, फल्नुको लागि तयारी हुँदैछ। अनि यो चाहिँ फर्सीको मुन्टा पनि यसरी हुँदैछ है। आजको मेरो करेसाबारी तपाईँहरूलाई यसरी घुमाउँदैछु। यो पनि हाल्छौँ हामी चाहिँ। यहाँनिर हेर्नु न परमेश्वरको सृष्टि है, दुईवटा सानो सानो। र यहाँनिर फुल पनि फुलेको छ रहेछ। यहाँ चाहिँ मौरी घुम्दैछ है अनि गयो। यहाँ पनि सायद होला मौरी आयो ल, मौरी आयो दुईवटा। तिते करेलाको झ्याल है साथीहरू। यो तिते करेला नि फलेको अनि मेरो करेसाबारीमा र यसरी छ है मेरो करेसाबारीमा चाहिँ। पहिला काँक्राहरू धेरै फलेको थियो अनि इस्कुसको झ्याल चाहिँ त्यहाँ गएको छ। मुन्टा पनि मैले टिपेको साथीहरू, तपाईँहरूले देख्न सक्नुहुन्छ कस्तो राम्रो छ है। अब चाहिँ यसलाई पकाएर खाने हो। आज मेरो काम, मेरो सरसामानहरू चाहिँ यहाँ मकै पनि छ। अब साथीहरू म जान्छु, बाई बाई। म यो बाटो भएर जान्छु अब यो बाटोतिर। साथीहरू बाई बाई। अर्को भिडियोमा हामी भेट हुनेछौँ। सी यू।